रेमिचाङ र मामाको शान्त रेमिचाङ र युकी धर्म निस्क्यो कुच्चाइदिएछ हामी यो खाएर आजाङ सोनामकोमा जाने आनी पेमाकोमा है नमस्ते म रेमिचाङ भन रेमी हो भने हुन्छ नि म चाहिँ आज आजाङको त्यहाँ जान लागेको भन आजाङ सोनाम नेपालीमा भन भन्दैछु अनि ल रेमिचाङ कहाँ आएको आजाङको घर हो अनि यो माछा चाहिँ कसको छ अरे ए रेमिचाङको आजाङको घरमा तिमीले माछा पालिराखेको हो सिकागो फ्लावर पार्क मलाई देखेन यता है यता आउँदैछु नजाने देखिहाल्नु यहाँबाट टाढा पनि नहुँदैछ यो चालु गर्छ मित्र रहता फोटो पनि यो नजिकै भएर के त्यहाँ नमिल्ने फोटो खिच्ने के बरु यहाँबाट खिच्दाखेरि चाहिँ भद्दासँग हुन्छ भिडियो पो बता नि मन्चले मेरो पारा यस्तै छ त्यही बनाइरहेको छु यसको आवाज पनि आइरहेछ है त्यही हेर्नुलाई पो बसेको भिडियो हिँड्नु हिँड्नु आशिकाको बस्ने मान्छे उपर छ ल सक्यो आशिकाको फ्लावर पार्क घुमेर सानो बच्चा हिँड्नु जस्तो लाग्छ थर्मस छुटेर लिन गएको आछु छु 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 अहिले त पोखेन कि अघि त्यो छेउको निस्केको रहेछ हौ यहाँले चिया पोख्यो भनेको त होइन रहेछ आज चाहिँ हामी चाहिँ हिउँमा जान लागेको हिउँ खेल्नलाई सबैजनाले हेरिदिनु है अहिले अब हिउँमा पुग्छु देखाउँछौँ
अब यिनीहरू निस्किने बेला भयो यहाँ रेस्ट गरेर चिया खाने भनेर हामी दुईजना चाहिँ निस्किसक्यो भित्रबाट यहाँ ढिलो गऱ्यो एकजना दुई तिन दुईजना भनेको चारजना निस्किने रहेछ मल छर्किने लुगा लाउनु आयो लाउनेहरू हिँड्नुहोस् ल हिँड्नुहोस् ल कस्तो राम्रो आउने रहेछ ल यता हेर्नु है हाम्रो युट्युब च्यानलमा पो हेर्नु क्यामेरामा पो हेरौँ भनेको त जे पाए त्यही यहाँ चाहिँ सिक्दैछ सोनम आज फर्स्ट टाइम हो हिरोको इन्ट्री भयो यहाँ ओइ अब नै हो यतिको त भएर जानु हिरो आइपुग्यो हिरो हस् कार्यसम्म झन्न लाग्यो आज त ठिराएर अब चाहिँ हामी चाहिँ फर्किने बेला भयो
बोकेर फर्किनेहरू सबैजना यता हेरौँ है एकचोटि यता हेरौँ न यता बुढो यता हेर्नुहोस् है यता ओ भाइ यता हेर्नु दिदीको युट्युबमा नहेरेर यहाँ चियावाली छ एउटा भिडियोवाली एउटा रिसोवाली छ म मात्र फास्ट आजबाट गुडमा केन बाई बाई भयो हामी चाहिँ ओइजिमीसम्म रेमीच्याङलाई छुन्न जाँदैछु रेमीच्याङ चिचु थुप्तेनलाई बाई बाई गर्नु पाएन रेमच्याङले चिचु चुचुले खोइ बाई बाई भनेको यहाँ चिचु बाई बाई भन चिचु थुप्तेन आज थुप्तेन बाई बाई भन आज त अनलाइन आज बेलुका खानुपर्छ बाबुसँग नानीहरू नि राम्रो आउने चिज बुझ्यो भने चाहिँ मैले त्यो आँखाले देख्यो भने खानु भन्नु ल बाई बाई